ओके पारस सर स्टार्ट। अब चाहिँ हामी चाहिँ आइओई को फ्लुइड मेकानिक्स बाट चाहिँ च्याप्टर 6 पढ्न गइरहेको छौं। त्यसको नाम हो डायनामिक्स अफ फ्लुइड फ्लो। अब फ्लुइड मेकानिक्समा चाहिँ दुईटा पार्ट छ, एउटा स्ट्याटिक पार्ट, एउटा डायनामिक पार्ट। फ्लुइड भन्ने बित्तिकै हुन्छ एउटा रेस्ट कन्डिसनमा हुन्छ, एउटा फोर्सले गर्दाखेरि चेन्ज हुने कुरा हुन्छ। अब यसमा के भयो भन्दा स्ट्याटिक भनेको रेस्ट कन्डिसन जस्तै एउटा ट्याङ्की यो ट्याङ्की हो, यो ट्याङ्की पानी भरि छ, भरि अथवा आधी छ। यो के छ? पानी रेस्ट कन्डिसनमा, यो मुभमै छैन, मुभ गरेकै छैन हैन। भनेलाई के भन्ने? स्ट्याटिक भन्ने हो। भने अब डायनामिक्स भनेको के हो भन्दा अब घरतिर हामीले एउटा इन्टेक बनाउँछौं, इन्टेकबाट पानी चाहिँ के गर्छौं? घर घरमा लैजान्छौं। केको थ्रुबाट? पाइपको थ्रुबाट। पाइपको थ्रुबाट लग्नेलाई के भन्छ भने प्रेसर फ्लो अथवा ग्रेभिटी फ्लो को थ्रुबाट हामीले लग्छौं, त्यसलाई भनिन्छ डायनामिक्स हैन। द च्याप्टर इन्क्लुड्स द स्टडी अफ फोर्स कजिङ द फ्लुइड फ्लो। फ्लुइड फ्लोलाई उ गर्ने स्टडी गर्छौं हैन। अब यसमा चाहिँ के छ भन्दा मेन पोइन्ट यही हो। अब यसमा चाहिँ के हुन्छ नि, यहाँ लेखेको छ न्युटन सेकेन्ड ल अफ मोसन युज गरेर हामीले चाहिँ डायनामिक बिहेभियर चाहिँ उ गर्छौं भनिन्छ। डायनामिक यो त हामीले न्युटन सेकेन्ड ल अफ मोसन भनेको त हामी सबैलाई थाहा छ हैन। जसले चाहिँ के गर्छ नि, विच यहाँ आफै लेखेको छ, उयो नबुझे पनि, विच रिलेट्स दि एक्सलेसन विथ दि फोर्स भनेको F = ma भन्छ हैन। यही इक्वेसन हो। अब यो इक्वेसन चाहिँ कहिले काहीँ सोध्न सक्छ आइओएमा, यो युलर इक्वेसन अफ मोसन डिराइभ गरेर सोध्यो भने चाहिँ त्यति बेला चाहिँ यो जान्नु पर्ने हुन्छ हैन। इक्वेसन अफ मोसन भन्ने कुरा चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा हो, बुझ्नु पर्ने कुरा यो छ। अब न्युटन सेकेन्ड ल अफ मोसनले के भन्छ भने कुनै पनि नेट फोर्स भनेको के हो भने सबै फोर्सहरु एक्टिङ गर्ने चाहिँ एउटा डाइरेक्सन, जस्तै एक्स डाइरेक्सनमा सबै फोर्सहरु एक्ट गर्यो भने त्यति बेला चाहिँ के हुन्छ भन्दा मास इन्टु एक्सलेसन हुन्छ। सिम्पल यही हो। कुनै पनि बडीको सबैको मास हुन्छ, त्यसको एउटा एक्सलेसन हुन्छ हैन। त्यो गर्दाखेरि के हुन्छ, यो चाहिँ फोर्स हुन्छ भने हैन। F = ma भन्यो। अब फ्लुइड फ्लोमा हामीले कति किसिमका फोर्सहरु देख्न सक्छौं। एउटा के हुन्छ भने अब एउटा यो ट्याङ्की छ, ट्याङ्कीबाट पानी तल आफै फ्लो भयो भने त्यसलाई ग्राभिटी फ्लो। अब प्रेसरको थ्रुबाट फ्लो हो भने प्रेसर फ्लो। एउटा भिस्कोसिटीको बाट भयो भने भिस्कोसिटी फ्लो हैन। टर्बुलेन्सको कारणले गर्दा हुन्छ फोर्स। त्यहाँबाट एउटा कम्प्रेसिबिलिटीको लागि हुन्छ फोर्स। अब यहाँ सबैले एउटा सिम्बल दिएको छ हैन। अनि यो सिम्बललाई चाहिँ के गर्यो भने Fx भनेको x डाइरेक्सनमा लाग्ने नेट फोर्स हो, = यति फोर्स भयो, सबैलाई एड गर्ने हैन। अब यसमा चाहिँ अब हामीले चाहिँ सब लास्टतिर हेरेर जाऊ है, सम्झिने तरिका पनि। कम्प्रेसिबिलिटीलाई हटाइयो हैन, कम्प्रेसिबिलिटीलाई नेग्लेक्ट गर्यो, सानो छ भन्नु मान्ने हो भने त्यति बेला चाहिँ यसलाई हटाएर अर्को इक्वेसन बन्छ। सजिलो छ है यो इक्वेसनहरु। त्यसलाई के भनिन्छ भने रेनल्ड्स इक्वेसन अफ मोसन भनिन्छ। अब त्यसपछि चाहिँ हामीले के गर्यो, टर्बुलेन्स पनि कम छ, टर्बुलेन्सको कारणले गर्दा कम हुन्छ भन्ने बुझ्यो भने त्यति बेला चाहिँ नेभियर स्टोक्स इक्वेसनले दिएको छन् हैन। त्यो चाहिँ त्यसपछि एउटालाई हटाइदिएर फेरि यो इक्वेसन लेख्नु पर्यो हैन। तीनटा मात्रै बच्यो। अब त्यसपछि इफ द फ्लो इज एज्युम्ड टु बी आइडियल, viscous force is to be 0 and equation of motion are known as Euler equation of motion। अब के भन्यो भने अब हामीले चाहिँ फ्लोलाई चाहिँ एज्युम के गर्यो भन्दा आइडियल मान्यो। आइडियलको अवस्थामा चाहिँ के हुन्छ भने विस्कस फोर्स चाहिँ 0 हुन्छ। विस्कस छैन भन्ने जस्तै हामीले खाएको पानीमा थोरै त हुन्छ नि पानीमा उ विस्कस त, अब त्यसलाई चाहिँ छैन भन्ने मान्ने हो भने त्यति बेला चाहिँ के हुन्छ, Euler equation of motion आउँछ। त्यसपछि यो पनि गयो। अब कुन फोर्स रह्यो? प्रेसर फोर्स र ग्राभिटी फोर्स रह्यो, दुईटा फोर्स मात्रै। अब यो पनि हट्यो, यो पनि सबै हट्यो। अब बाँकी रह्यो दुईटा मात्रै फोर्स रह्यो लास्टमा। त्यो कसले दिएको? Euler equation of motionले के भन्यो भन्दा ग्राभिटी प्लस प्रेसर फोर्स हुन्छ भने। अब यो सब इक्वेसनमा सोध्ने क्वेशन एउटा यो छ, Euler equation of motion। यो डेरिभेसन सोध्न सक्छ। अब मैले अघि भने अनुसार Euler equation of motionमा दुईटा फोर्स हुन्छ। कुन? एउटा ग्राभिटी, एउटा प्रेसर हैन। अब हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा यसमा एउटा स्ट्रिम लाइन चाहिँ कन्सिडर गर्नुपर्ने हुन्छ। स्ट्रिम लाइन अब कन्सिडर गरेर एउटा एस डाइरेक्सन, जुन पनि डाइरेक्सनमा एउटा हामीले फिगर यहाँ एउटा दिएको छ, एउटा यो डाइरेक्सनलाई के भन्यो, यसरी गएको डाइरेक्सनलाई एउटा एस डाइरेक्सन भन्यो हैन। त्यसपछि के भन्यो भन्दा एउटा सिलिन्ड्रिकल एलिमेन्ट कन्सिडर गर्यो, एउटा मान्यो कि एउटा यस्तो खालको गइरह हैन। त्यसमा चाहिँ एउटा मैले सिलिन्डर कन्सिडर गरेँ, एउटा सिलिन्डर भयो हैन। यही बनाएँ मैले, एउटा सिलिन्डर छ हैन, यो सिलिन्डर भयो। एउटा सिलिन्डरलाई कन्सिडर गरेर सिलिन्ड्रिकल एलिमेन्टलाई हैन,
अब कस्तो भन्दा पाइपको सेक्सनलाई काटे जस्तो हो के एउटा पाइप जस्तो छ नि हैन यो यहाँबाट चाहिँ पानी बग्यो हैन पानी बग्दाखेरिको के फोर्स आउँछ भनेर कन्सिडर गरे एउटा यस डाइरेक्सनमा अब के फोर्स आउँछ त भन्दा एउटा प्रेसर पानीले दिने प्रेसर हुन्छ एउटा यताबाट छ भने यता अलिकति बढी हुन्छ भने यति डिस्टेन्स ट्राभल गरेपछि यति त बढ्छ भनेर एउटा एज्युम गर्यो किन गर्यो भने यो कसरी भयो भने पीडीए भनेको प्रेसर इन्टु एरिया फोर्स भनेको के हो प्रेसर भनेको के हो बेला प्रेसर भनेको फोर्स बाइ एरिया हो प्रेसर फोर्स भनेको के भने प्रेसर इन्टु एरिया गर्दा पीडीए भनेको त बुझिहाल्यो हैन हो कि नै हो यो छ भने यति बुझेपछि सक्यो के यसमा अनि त्यसपछि यति डिस्टेन्स चाहिँ ट्राभल गरेको छ हैन पानीले मान्ने हो के यसलाई खास डीएस भनेको स्मल एलिमेन्टमा यति डिस्टेन्स ट्राभल गर्यो भनेपछि पी यताबाट पुलले लागेको छ यति प्लस डेल बी बाइ डेल एस इन्टु डीएस इन्टु डीए यो त बुझ्यो हैन यसको एलिमेन्टलाई एरिया डीए भनेको छ हैन यो पनि बुझ्यो भनेपछि अब यसको वेट जहिले पनि कहाँ लाग्छ डाउनवर्ड डाइरेक्सनमा लाग्छ हैन हो नि अब डाउनवर्ड डाइरेक्सनमा लाग्छ भनेपछि अब हामीले पहिले सुरु वेट भनेको के हो वेट भनेको डेन्सिटी इन्टु भोल्युम हो गामा इन्टु भोल्युम हो गामा इन्टु भोल्युम गामा भनेको के हो डेन्सिटी इन्टु ग्राभिटी हो हो कि नै अब मैले यसलाई बुझाउनलाई चाहिँ यहाँ लगाएँ अब वेट इज इक्वल टु के हुन्छ जहिले पनि गामा इन्टु भोल्युम हुन्छ हो अब गामा भनेको के हुन्छ जहिले पनि गामा भनेको स्पेसिफिक वेट हो स्पेसिफिक वेट भनेको गामा भनेको जहिले पनि डेन्सिटीलाई रोल लेखिन्छ मैले यहाँ चाहिँ अब डेन्सिटी लेखेँ हैन डेन्सिटी इन्टु ग्राभिटी हैन स्पेलिङ केही भएन अब इन्टु अब भोल्युम भनेको के हो भोल्युम भनेको जहिले पनि एरिया इन्टु के हो डिस्टेन्स त्यहाँ डिस्टेन्स कति छ टीएस छ हो यो हुन्छ भनेपछि के हुने भयो रोजी डीए डीएस हुने भयो हैन रोजी डीए डीएस हुने भयो भयो हैन यसमा बुझ्यो भने चाहिँ कुरै सक्यो अब यसले चाहिँ के बनायो भने यो त यसको परपेन्डिकुलर डाइरेक्सन त तल छ हैन यसको थीटा बनायो नि त एंगल हैन प्रेसरको लाइनसँग सिधा यस सेन्टर लाइनसँग थीटा एंगल बनायो भनेपछि यसको दुईटा कम्पोनेन्ट हुन्छन् एउटा यो डाइरेक्सन हुने भयो हैन एउटा यो डाइरेक्सनमा आउने तल हैन यस्तो एउटा यसको सिधा हुने भयो एउटा यसको सिधा हुने भयो यही लाइनको हैन यसको परपेन्डिकुलर डाइरेक्सन हुने भयो एउटा हैन सिधा यो लाइनसँग कस्तो भन्दा जस्तै यो एक्स एक्सिस छ भने सिधा यो कि वाइ एक्सिस छ भने यस्तो खालको हुन्छ नि परपेन्डिकुलर लाइन यो वाइ एक्सिससँग परपेन्डिकुलर भनेपछि एउटा छड्के छ भने यसको परपेन्डिकुलर लाइन के हुन्छ यसरी जान्छ हो यो एउटा यतातिर यो चाहिँ वेट भयो हैन भोल्टेज जहिले तल हुन्छ तल लाग्छ नि त हैन पोइन्टबाट यति कुरा हो अब यति कुरा सकेपछि के गर्नु पर्यो भन्दा हामी डेरिभेसनको तिर जाउँ डेरिभेसन तिर जाँदा फेरि यहाँसम्म के छ छैन है थीटा इज द एंगल बिट्विन द डाइरेक्सन अफ फ्लो एन्ड द लाइन अफ एक्सन भन्यो हैन अफ द एलिमेन्ट के भन्यो भने यो पनि बुझ्न सजिलो भयो डाइरेक्सन अफ फ्लो र लाइन अफ एक्सन अफ द वेट लाइन अफ एक्सन भनेको के लेख्नु पर्ने यसमा यस्तो ल्याङ्ग्वेज बुझ्नु पर्दैन के भन्यो भने थीटा भनेको एउटा एंगल हो जसले कुनसँग बनायो एंगल एउटा फ्लोसँग या डाइरेक्सन अफ फ्लो भनेको यही त हो नि हैन यस्तो खालको फिगर जस्तो बनाइने हुन्छ आफ्नो मर्जीले यस्तो गराएर यसरी गरानी भयो हैन यस्तै फिगर गर्न पर्छ भने छैन सेम यहाँबाट पीडीए लाउने त्यसपछि यताबाट देखाउने लाइन अफ एक्सन त्यसपछि यसको तल यस्तो देखाउने हैन त्यहाँबाट यसको यता भयो यसरी जान्छ भन्ने देखाउने के अप्ठ्यारो गर्नु नि पर्दैन आफू सजिलो बनाएर गर्दा नि हुन्छ
अब यो भएपछि के छ भन्दा द रिजल्टेन्ट फोर्स भन्दा हामीले अघि पढिसक्यौँ नि फोर्स इन्टु डिस्टेन्स हो ओके एक्सलेसन होइन या फिजिकल टु एमए होइन मास इन्टु एक्सलेसन अब हामीले कुन फोर्स कन्सिडर गर्यौँ यसमा एउटा प्रेसर फोर्स कन्सिडर गर्ने एउटा मैले भनेको एउटा ग्राभिटी फोर्स भनेको वेट हो हामीले के गरेछौँ भन्दा यसमा युलरले जे भनेको त्यही मात्र गर्यौँ एउटा ग्राभिटी फोर्स यो भयो एउटा प्रेसर फोर्स भयो हैन अब यसमा प्रेसर फोर्सलाई एड गरौँ यताको डिरेक्सनलाई हामीले के गरौँ पोजिटिभ मानौँ भनेपछि पीडीए भयो फोर्स भनेको प्रेसर इन्टु एरिया ठीक छ यो पीडीए अब माइनस के गर्नु पर्यो यसलाई माइनस गर्नु पर्यो यो डिरेक्सनमा आएको फोर्सलाई चाहिँ यो यताबाट फेरि यताबाट च्यापे हैन त हैन हो यो भनेको यति बुझ्यो यो माइनस भएको अब त्यसपछि यो कहाँबाट आयो भन्ने कुरा भयो होला यसको कम्पोनेन्ट यहाँ छ हैन यसको कहाँ यताको कम्पोनेन्ट के हुन्छ कस हुन्छ नि जहिले पनि जस्तै यो यस्तो छ हैन यहाँबाट यहाँ थीटा बनायो भनेको यहाँ cos थीटा हुन्छ हो यतातिरको कम्पोनेन्ट cos थीटा यतातिरको कम्पोनेन्ट sin थीटा अब यता थीटा गराएको भए यदि यो अलिकति भएन यो ल यतातिरको कम्पोनेन्ट थीटा बनाएको भए चाहिँ यता के हुन्थ्यो cos थीटा हुन्थ्यो यता sin थीटा हुन्थ्यो बुझ्नु यो ल यति बुझ्यो भनेपछि यो सक्यो यो पनि भयो हैन अब यसलाई खुलाउन सकिन्छ यो यसलाई खुलाउँदा के हुन्छ माइनस पीडीए हुन्छ नि हैन यो पीडीए काटिन्छ हैन प्लस माइनस त काट्यो अब यसमा के बच्यो डेल पी डेल एस डीएसडीए बच्यो माइनस रोजी डीए डीएस cos थीटा भयो हैन अब यसलाई सल्भ गर्दा रो डीए डीएस इन्टु एस आउँदो रहेछ अब यो cos थीटा भनेको के हुन्छ यो यस्तो छैन हो डिजेड बाइ डीएस भयो अब यस्तो गर्दाखेरि यो सबै खुलाउँदाखेरि यति आउँछ हैन यो खुलाएर गरेपछि आउँछ त्यही छैन नबुझे पार अर्को छोटो सोध्दा के हुन्न सजिलो हो cos थीटा भनेको बुझ्नु पर्यो के भन्नु cos थीटा भने के रे b बाइ s हो यो b भयो डिजेड बाइ डीएस भयो यो डीएस डीएस काटिन्छ यहाँ के बच्छ डिजेड बच्यो हो कि नै हो त्यसरी आउँछ नत्र यो इक्वेसनलाई यस्तै गरेर छोड्दा नि भयो हैन यो कसरी आउँछ अहिले थाहा हुन्छ s = एक्सेलरेसन भनेको भेलोसिटी बाइ टाइम हो कि नै यसलाई पहिला केमा डिफरेन्शिएट गरौ डिस्टेन्समा गरौ डिस्टेन्स भनेको ds मा गरौ त्यहाँ ds बाइ dt गरौ प्लस del v बाइ del t गर्यो हैन यो बुझ्यो कि नै यो बुझ्नलाई फ्लुइड काइनेमेटिक्स भन्ने छ त्यसमा मज्जाले बुझिन्छ यो अहिले यति बुझ्दा भयो मैले फेरि त्यो भन्दाखेरि त्यो भन्छु यसैले के गर्यो भन्दा यो भनेको ठुलो डेरिभेटिभ हो सानो सानो डेरिभेटिभ गर्यो केले भन्दा डेल एस ले गर्यो हैन यो भनेको कुरा एउटै हो यो भन्नु र यो भन्नु एउटै हो भन्नेको मात्रै कुरा हो हैन बुझ्नु यो बुझ्यो अब स्टडीमा के हुन्छ भने नो टाइम चेन्ज डेल v बाइ डेल t = 0 हो स्टडी भने के हो रेस्ट कन्डिसनमा स्टडी टाइम सँग कन्स्ट्यान्ट हुने टाइम सँग कन्स्ट्यान्ट भनेको डेल v बाइ डेल t 0 भयो एउटा स्टडी हुन्छ एउटा अनस्टडी हुन्छ यदि अनस्टडी भएको भए यो 0 हुन्थेन भेलोसिटी त्यसपछि एक्सेलरेसन प्यारामिटर फ्लुइड प्यारामिटर भनेको भेलोसिटी एक्सेलरेसनहरु चाहिँ के हुन्थ्यो 0 हुने थिएन अनस्टडी भनेको भए अब s भनेको v del s बाइ del v del s यो हामीले पछि बुझिन्छ अब यो इक्वेसनमा माथिको इक्वेसन छ नि हामीले जुन निकाल्यौ नि यो बुझिस यसमा अलिकति गलत गरेर रहेछ यो इक्वेसनमा हामीले अब राख्ने यो छ नि माइनस del p बाइ del s ds dA माइनस rho g dA ds cos थीटा नि हो
हो यो भनेको के हो भने फोर्स इन्टु एम यो अब मास भनेको कति छ हाम्रो यो भनेको यता भनेको फोर्स भयो हैन फोर्स इज इक्वल टु एम हैन मास भनेको हामीलाई के भयो डेन्सिटी इन्टु भोल्युम भयो मास भनेको हो डेन्सिटी इन्टु भोल्युम डेन्सिटी इन्टु डीए डीएस हो अनि एक्सलेसन भनेको v डेल डेल s अब यहाँ छ एक्सलेसन भनेको s डिरेक्सनमा यो बुझ्यो अब यसलाई सल्भ गर्न सकिन्छ सल्भ गर्दाखेरि यो आयो हैन हो कि नै अब यसमा के भन्यो भन्दा हामीले चाहिँ अब दुवैतिर केले डिभाइड गर्नु पर्यो अब यहाँ के छ रो डेल s डेल s हैन अब माइनस डेल पी डेल एस चाहियो अहिले बुझिने कि यसले गर्दा ल अब यसमा चाहिँ के भयो भन्दा धेरै हामीले यहाँ डिभाइड गर्नुपर्ने हुन्छ किन डिभाइड गर्दा ठिक हुन्छ यसको आइडिया लगा त डिभाइड हामीले रोडियसले किन गर्नु डिभाइड कुनै न कुनै डिभाइड गर्नुपर्छ कि हैन हो कि नै यो आएको त बुझ्नु यहाँ बुझ्यो हो यहाँसम्म बुझ्नु अब केही न केही डिभाइड गर्नु पर्यो केले गर्ने भन इक्वेसन निकाल्नुला केले गर्ने त डिभाइड आइडिया भने ल अहिले बताउँछु मैले अब कस्टा भनेको तँलाई के थाहा छ डिजेड बाइ डिएस हो डिजेड बाइ डिएस हो भने अब हामीले डिएस कस्तो आइरहेको नि डिजेड बाइ डिएस होइन कस्टिटामा डिजेड बाइ डिएस राख्न सक्यो यसलाई त 1 बाइ रोलाई यता निकालेको मात्रै हो केही छैन है एउटै हो हैन त्यसपछि यो पनि भयो यो त सेम छ हैन यो यसलाई अब यही लेख्न सक्यो डीएस लाई कमन निकालेर हटाइदिएको छ त्यो गर्न पाइयो हैन सयमा डीएस छ नि त तल अब यो पनि हो भनेपछि यहाँ अलिकति मिस्टेक छ यो तैँले बुझ्छस् आफूले गर्दा गर्दै अब यहाँ चाहिँ के छ भने अब यसलाई हामीले इन्टिग्रेसन गर्न पर्यो यो भनेको युलर इक्वेसन भनेको नि यहाँसम्म गर्ने त्यसपछि युलर इक्वेसन अफ मोसन भन्नु यहाँसम्म हैन अब मैले समरी भनिदिन्छु सर बर्नौलिस इक्वेसन अफ मोसन भनेको अब बर्नौलिस इक्वेसन अफ मोसन निकाल्न यसलाई यो इक्वेसन याद गरेर यसलाई चाहिँ इन्टिग्रेसन गर्नु पर्यो तीनटालाई हो डेल पी बाइ डेल रो भनेको पी बाइ रो प्लस जी जेड प्लस बी यसको इन्टिग्रेसन के हुन्छ v स्क्वायर बाइ 2 हुन्छ कन्स्ट्यान्ट हुन्छ हैन 0 को इन्टिग्रेसन हो नि इफ फ्लो इज इनकम्प्रेसिबल फ्लो इनकम्प्रेसिबल छ भने डेन्सिटी के हुन्छ अब फ्लो कुनै पनि फ्लोलाई हामीले कम्प्रेस गर्न सकेन जस्तै सम्झ्यो एउटा बाल्टीमा पानी राखेस् पानीलाई कम्प्रेस गर्न सकेनस् भने त्यसको डेन्सिटी चेन्ज हुन्छ र हुन्न नि त हैन जति छ त्यति भयो नि त पानी हैन जति अब त्यहाँ त्यसको ठाउँमा तैँले हावा राखिस् अब ब्यालुनलाई कम्प्रेस गर्न सक्छ नि त्यो के हो कम्प्रेसिबल भयो त्यस्तो खालको कुरालाई कम्प्रेसिबल इनकम्प्रेसिबल भनिन्छ डेन्सिटी कन्सिडर भयो यो पनि भयो हैन अब तर एउटा खतरा चलेको इक्वेसन छ पी बाइ गामा पी बाइ रोजी प्लस v स्क्वायर बाइ 2 प्लस z इक्वल टु कन्स्ट्यान्ट भन्ने इक्वेसन यो भनेको बर्नौलिस इक्वेसन हो पी बाइ गामा भनेको प्रेसर एनर्जी पर युनिट वेट हैन प्रेसर एनर्जी पर युनिट वेट वेट भनेको किन भयो रोजी भएर वेट प्रेसर एनर्जी पर युनिट वेट v स्क्वायर बाइ 2 काइनेटिक एनर्जी पर युनिट वेट यसलाई यो भनिन्छ भनेर याद गर्नु पर्यो यतिसम्म अब बुझ्नु यो यहाँसम्म मैले भनेको पोटेन्शियल एनर्जी पर युनिट वेट जेमा नि पर युनिट वेट जेटलाई के भन्यो पोटेन्शियल एनर्जी v स्क्वायर भन्ने बित्तिकै हो v स्क्वायर बाइ 2 भन्ने काइनेटिक एनर्जी p भन्ने चाहिँ प्रेसर एनर्जी यो सम्झिनु पर्यो ठीक छ अब हामीले एजम्पसन के मानेको थियौं फ्लुइड इज रियल आइडियल मानेको थियौं विस्कोसिटी 0 मानेको थियौं फ्लो इलास्टिसिटी मानेको थियौं इनकम्प्रेसिबल मानेको थियौं इरोटेशनल बनाएको थियौं इरोटेशनल भनेको आफ्नो फ्लो फिल्डमा नघुम्ने खालकोलाई इरोटेशनल भन्छ यहाँको चाहिँ बुझिन्छ यो तँलाई अब के इक्वेसन थाहा हुनु पर्यो मेन कुरा न्युमेरिकल गर्नलाई अब हेर p बाइ गामा
प्लस v स्क्वायर बाइ 2c कस्तो के आयो यो पेन वाला अप्सन हुन्छ होला नि त्यहाँ तैले हाइलाइटर वाला अप्सनबाट गरेस् यसमा हुन्न के वर्डमा हुन्छ होला है वर्डमा p बाइ गामा प्लस v स्क्वायर के भयो फेरि प्लस v स्क्वायर यो v स्क्वायर है v स्क्वायर बाइ 2c यो भनेको p बाइ गामा भनेको के हो प्रेसर एनर्जी यो भनेको काइनेटिक एनर्जी समझे प्लस z भनेको पोटेन्शियल एनर्जी अथवा डेटम एनर्जी अथवा जे भन्नु भयो हैन इज इक्वल टु के थियो कन्स्ट्यान्ट अब कन्स्ट्यान्टले के मिनिङ दिन्छ यो इम्पोर्टेन्ट छ अब के मिनिङ दिन्छ भन्दा हेर्दै जाम है एउटा मैले यहाँ फिगर बनाउँछु यो कुनै पनि एउटा लाइन छ हो पाइपको फ्लो यहाँबाट एउटा यसको यो पाइपमा एउटा प्रेसर हुन्छ यो पाइपमा एउटा प्रेसर हुन्छ हो कि नि हो त्यो भएपछि के भयो एउटा यहाँ मैले डाटा कन्सिडर गरेँ के हो ल एउटा डाटा कन्सिडर गरेँ हो यहाँबाट बग्ने पानीको हो यो सेक्सन र यो सेक्सनमा चाहिँ कन्स्ट्यान्ट हुन्छ इज इक्वल टु यहाँ लेखेको के भयो यहाँ p1 बाइ गामा हैन यो सबै जोड्दा चाहिँ एउटै हुन्छ भनेको के जस्तै यहाँ अब यहाँ के लेख्नु पर्यो कन्स्ट्यान्ट लेख्या नि यहाँ दुईटा इक्वेसन लाउनु पर्यो p1 बाइ गामा प्लस यहाँको जस्तै मलाई प्रेसर दियो भेलोसिटी निकाल्न सोधो तर यहाँको सबै दियो भने के गर्नु पर्यो p1 बाइ गामा प्लस v1 स्क्वायर बाइ 2c प्लस z1 इज इक्वल टु p2 बाइ गामा प्लस v2 स्क्वायर बाइ 2c प्लस z2 लेख्नु पर्यो कन्स्ट्यान्ट काम त्यही लेख्नु कन्स्ट्यान्ट भनेको के हो जता कति बराबर जो सेक्सन बराबर यो सेक्सन बराबर यो सेक्सन पनि कन्स्ट्यान्ट छ भन्ने कुरा भयो के एउटा यो कुनै पनि पाइप छ भने बुझिस अब यति बुझेपछि अब अर्कोमा यो मेन त सक्यो अब न्युमेरिकल गर्ने यसको न्युमेरिकल सोल्युसन के भन्नु भने वाटर इज फ्लोइङ थ्रु अ पाइप अब एउटा पाइपको डायमिटर कति छ 5 सेन्टिमिटर छ प्रेसर 29.43 न्युटन पर सेन्टिमिटर स्क्वायर छ हैन अब प्रेसर दिएछ प्रेसर रेट भने के हो p बाइ गामा p बाइ rho म सिधै झपझप भनिदिन्छु है आज यति मात्रै गर्ने यति मात्र न्युमेरिकल बेसिक यो सबभन्दा बेस मैले त्यहाँ रिभाइज गरिदिन्छु यसको सरल फेरि अब यसमा के भन्नु भने वाटर एउटा पाइपबाट फ्लो गरेको छ त्यसमा चाहिँ एउटा कुनै पनि पाइपको डायमिटर हुन्छ 5 सेन्टिमिटर हुन्छ प्रेसर पनि दिएछ प्रेसर कति दिएछ यति दिएछ न्युटन पर सेन्टिमिटरको लागि मिटर स्क्वायरमा लगेको यो बुझ्न पर्यो आफै है किन लगेको भन्दा ग्राभिटी के हुन्छ मिटर स्क्वायरमा हुन्छ हैन मिटर पर सेकेन्ड स्क्वायर खालको हुन्छ नि यसले चाहिँ 9.81 खालको हैन त्यही भएर यसलाई सबलाई एउटै युनिटमा लैजानु पर्यो मिटर स्क्वायर हैन यसलाई मिटर स्क्वायर लैजाँदाखेरि इन्टु 10 को पावर 1 सेन्टिमिटर 10 को पावर -2 मिटर हुन्छ हैन विस्कोसिटी पनि दिएछ 2 मिटर पर सेकेन्ड त्यसपछि के दिएछ डेटा मेड पनि दिएछ डेटा मेड भनेको अब हामीलाई के थाहा छ के निकाल्न भनेको टोटल हेड एनर्जी टोटल हेड भनेको यो p बाइ गामा प्लस v स्क्वायर बाइ 2c प्लस z सबै जोड्ने भनेको एउटा कुनै पनि पाइप छ कुनै पनि पाइपको एउटा डेटम छ डेटम भनेको यहाँ भयो यहाँबाट यहाँलाई यसलाई z भन्ने हो यसमा भएको प्रेसरलाई p1 बाइ गामा भन्ने हो त्यसपछि भेलोसिटी भनेको यति भयो यसलाई जोडेको मात्रै हो के मैले यहाँ राम्ररी देखाउन मिलेन अब p बाइ गामा भनेको त्यो भयो रो भनेको डेन्सिटी अफ वाटर कति हुन्छ जहिले 1000 हुन्छ इन्टु 9.81 30 मिटर भयो अब v पनि हामीलाई 2 मिटर पर सेकेन्ड स्क्वायर दिएछ इन्टु 9.81 भनेको जहिले ग्राभिटी के हुन्छ 9.81 यो गर्दा यति आयो अब सबैलाई जोड्दिने z दिएको छ 5 सेन्टिमिटर एबोट डेटम लाइन भन्दा माथि कति छ 5 सेन्टिमिटर दिएको छ जोड्दाखेरि यो अब यो हिसाब पनि सेम हो अब मैले के भने भन्दा यहाँबाट फ्लो हुने पाइप इज इक्वल टु डिस्चार्ज जहिले पनि यहाँबाट हुने एउटा पाइपमा पानी यो न्युमेरिकल केमा बेस छ भने मैले भनिदिन्छु त गरेछ है आफै
अब यसमा यो न्युमेरिकल प्रश्नमा जिभेन छ नि यो सेक्सनबाट कुनै पनि पानी भित्र छिर्यो भने त्यही पानी भित्र बाहिर निक्लिन्छ नि त हैन हाम्रो मान्यता अनुसार भनेपछि यसको एरिया इन्टु भेलोसिटी इज इक्वल टु यसको एरिया इन्टु भेलोसिटी भनेको के हो डिस्चार्ज इक्वल हुन्छ हैन केही छैन सोइल एकदम सोइल तैँले बुझ्छस् d1 देखा v1 देखा भनेपछि डायमिटरदेखि एरिया निकाल्न सके हैन v1 देख्छ d2 देखा मैले भनिदिन्छु मात्र यहाँ भेलोसिटी एट सेक्सन 1 भनेको v1 स्क्वायर बाइ 2 यो यो गर्न सकिस् त्यसपछि यो सेक्सन 2 को v2 स्क्वायर बाइ 2 यो पनि सक्छस् त्यसपछि a1 v1 इज इक्वल टु a2 v2 गरेर तैँले के को देखाइन त्यसको निकाल्ने त्यसपछि q त्यो रेट अफ डिस्चार्ज निकाल्न भनेर चाहिँ त क्वेशनमा भनेपछि a1 v1 अर a2 v2 एउटै हुन्छ नि त जुन युज गर्ने चेक गरे है ल अब यो डेरिभेसन अघि यस्तै गरेर क्वेशन सोध्छ स्टेट बेरोलेज थ्योरम फर स्टेडी फ्लो अफ इनकम्प्रेसिबल फ्लो डिराइभ एक्सप्रेसन फर बनाउँदै अब थाहा भयो हैन कसरी गर्ने भनेको p बाइ गामा प्लस स्क्वायर बाइ 2c प्लस z यो भनेको गामा हो है p बाइ गामा गामा भनेको रोजी यो सम्झिनु पर्यो डब पैसा w पनि लेख्छ स्मल w हो यो न्युमेरिकल पनि गर्ने यो मेथड त्यति गर्न पर्न अहिले हेर्ने मात्रै सर र एउटै यो कुरा मैले भन्दिएको सक्यो अब भोलि यो पढिन्छ रियल फ्लुकले हैन अब आज यति गरिहाल्न पहिला यति नै गर्ने आज भोलि बिहान चाहिँ यो पढाउँला त्यसपछि सुनिल हो यो ल हुन्छ आजले क्लोज गरौँ रिभिजन गर्नुपर्छ सर एकचोटि रिभिजन गरौँ न सर एकचोटि है अब बर्नौलिज इक्वेसन रेगुलर यसमा अब एक्जाम ओरिएन्टेड भएर पढ्दाखेरि कसरी पढ्न पर्यो भन्दा डेरिभेसन यसको पढ्नु पर्यो मुख्य र यसलाई युज गर्न जान्नु पर्यो कि मेन कुरा यो इक्वेसनलाई p बाइ रोजी प्लस v स्क्वायर बाइ 2c प्लस यो त कहिले बिर्सिनु हुन्न यो इन्जिनियरहरुले यस्तो खालको क्वेशन हो जहाँ पनि एउटा पाइप फ्लो सम्झिहाल्ने त्यहाँ चाहिँ के हुन्छ एउटा डाटा हुन्छ अनि सम्झिने यो सम्झिने तरिका एकदम सजिलो हो के मैले बताइन्छु एउटा डाटा छ कुनै पनि ल एउटा जस्तै तैले एउटा पाइप माथि उचालेर बसिस् हैन मानौं सम्झिम पाइप उचालिस र यो जमिन छ बाटो अथवा केही छ हैन जमिनबाट माथि चाहिँ पाइप कति उचालिस जेट हाइट यसलाई के भन्छ डाटम डाटम भनेको यो भयो भने डाटा मेड भनेको यसको पाइपको सेन्टर लाइन सम्मलाई डाटा मेड भनौं अथवा तैले जुन भन्छस् त्यो भयो अब त्यसपछि यो प्रेसर हुन्छ पाइपमा त p1 भाइ गामा भयो यसको लागि z1 भयो हैन यो अब कुनै कुनै त पाइप यस्तरी तैले यस्तो खालको इन्क्लाइन गरेर राख्न सकिन्छ हैन z1 z2 त फरक भयो नि त हैन हो कि न यो z1 हो यो z2 हो कि नै यसमा मार्कर हुन्छ हैन मार्कर पनि हुन्छ होला सायद अर्को बोर्ड हुन्छ एउटा लेख्ने बोर्ड के लेखेर बनाउँछ कहाँ गएछ व्हाइट बोर्ड ब्याकग्राउन्ड इफेक्ट ल आज यस्तै गरौँ मिटमा त हुँदैन होला त्यही रिभिजन गर्न सकौँ न पहिला हैन बट अलि नोट टेकर भयो त ल अब यहाँ के भयो भन्दा अब अर्को कुरा बुझौँ है त मेन कुरा चाहिँ के गर्नु पर्यो भने एउटा पाइप छ के हुन्छ यार ल एउटा पाइप छ मेन कुरा यही बुझ्नु पर्यो कि पाइपलाई चाहिँ युज गर्न जानु पर्यो कुन त स्ट्रेट हुन्छ हैन पाइप कुनै ठाउँ के हुन्छ इन्क्लाइन हुन्छ यस्तो खालको पाइप छ हैन यस्तो खालको पाइप छ यो इन्क्लाइन यो पनि तल गरे यस्तै गरेर यो माथिको हैन अब यो डाटम के छ यहाँबाट यहाँ z1 यहाँबाट यहाँ z2 डाटम भन्ने कुरा बुझ्यो हैन अब कुनै पनि उमा प्रेसरले गर्दा फ्लो हुन्छ पाइपमा त हैन प्रेसर फ्लो भने प्रेसर यहाँको प्रेसर p1 बाइ गामा भने यो ठाउँमा चेन्ज हुँदै जान्छ नि प्रेसर यसको लागि p2 बाइ गामा भयो भेलोसिटी नि यहाँ सर्टेन भेलोसिटी छ भने एरिया सानो छ भने भेलोसिटी के भयो भेलोसिटी बढी हुन्छ हैन एरिया सानो भएपछि सानो ठाउँबाट फेरि भेलोसिटी झ्याप्पै ठुलो भेलोसिटीमा निस्किन्छ भने ठुलो एरियामा ठुलो पाइप छ यो ठुलो पाइपमा चाहिँ के हुन्छ एरिया ठुलो भएकोमा भेलोसिटी सानो भएर निस्किन्छ नि सानो पाइपमा के हुन्छ
एकदम भेलोसिटी गर्ने सिक्छ त्यही कुरा हो भनेपछि यहाँ सानो भेलोसिटी जाने v1 जहिले पनि v2 भन्दा ठुलो हुने भयो एरियामा डिपेन्ड हुने भयो हैन भेलोसिटी बढी हुने भयो एरिया सानो हुने भयो अगाडिको हैन सुरुमा हो एरिया सानो छ भने भेलोसिटी एकदम धेरै हुने भयो के आफै विचार गर्न सानो पाइप छ सानो पाइपमा पानी फुल बहा हैन भने भेलोसिटी कहाँसम्म पुग्छ र ठुलो पाइप छ त्यही पानी छ भने त्यही पानी आहा भने यही पाइप र यही पाइपमा आहा नि भेलोसिटी सानो हुन्छ नि हैन त्यही कुरा यति कुरा बुझेपछि यो कुरा सक्यो अब युज गर्न जान्नु हैन एक्जाममा के दिन्छ भने पहिलेको डायमिटर दिएको हुन्छ डायमिटर निकालेपछि एरिया निकाल्न पर्यो एरिया निकालेपछि के गर्नु पर्यो डिस्चार्ज निकाल्न कुरा आउन सक्छ एरिया इन्टु भेलोसिटी भनेको डिस्चार्ज हो भन्ने बुझ्नु पर्यो र डेन्सिटी गामा भनेको p बाइ गामा भनेको गामालाई के गर्न पर्यो रोजीमा गर्नु पर्यो त्यहाँबाट युनिटलाई ध्यान दिन पर्यो उनीले सेन्टिमिटर स्क्वायर दिन्छ सेन्टिमिटर स्क्वायरलाई मिटर स्क्वायरमा चेन्ज गर्न जान्नु पर्यो अब त्यो युलर इक्वेसनलाई ड्राइभ गर्ने हो मैले जति भने पनि हैन सजिलो छ अब यहाँ के छ भन्दा कुरो युलर इक्वेसनमा चाहिँ एउटा पाइप छ पाइपमा चाहिँ एउटा यो यसको एरिया हुन्छ नि त हैन जहिले पनि यसको एरिया भयो त्यसपछि यहाँबाट चाहिँ एउटा डिरेक्सन हुन्छ फ्लोको हो पानी यसरी बगेछ भन्ने एउटा पाइपमा एज्युम गर्यो यस डिरेक्सन भनेर माने त्यही यस डिरेक्सन मान्ने त्यसपछि यहाँ डिरेक्सनमा प्रेसर कति लाग्छ प्रेसर फोर्स भनेको प्रेसर भनेको चाहिँ फोर्स बाइ एरिया हुन्छ भनेको फोर्स भनेको यहाँ चाहिँ स्मल एरियालाई हामीले के भन्यौं डीए भन्यौं पीडीए हैन अब यहाँबाट चाहिँ के हुन्छ डीएस डिस्टेन्स बढ्यो भनेपछि p प्लस डेल p बाइ डेल s इन्टु ds बाइ इन्टु टोटलमा ब्र्याकेटमा dA ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ त्यही हो अरु केही छैन यसको त्यहाँ वेटको कुरा हुन्छ वेट त लाग्छ पानीको वेट छ भनेपछि वेट लाग्यो यो थीटा डाइरेक्सनमा लाग्यो हो यो कुरा ख्याल गरेर एउटा कस कम्पोनेन्ट हुने भयो एउटा साइन कम्पोनेन्ट हुने भयो तर हामीले यहाँ चाहिँ हामीले एक्स डाइरेक्सन मात्र कन्सिडर गर्यो भन्ने कुरा हो त्यसको डिरेक्सन गरेपछि त्यही आउँछ यति हो त्यसो यति ठीक छ सर्टमा बुझाए अब त्यो डेरिभेसन गर्दा बुझिन्छ त्यति गरेपछि एकचोटी गरेपछि है ल यतिले गर्दैन ल हुन्छ